साल 2012 December 22 Messi broke football. Beautiful intricate passing between Messi and Pedro, and it's Lionel Messi! It's superb! 2012 मा चाहिँ मेस्सीले 69 गेम्समा 91 गोल गरेर फुटबल वर्ल्डलाई चकित पार्ने काम गरेका थिए, जहाँ चाहिँ बिग टिम लाइक मैनचेस्टर युनाइटेड, बोरुसिया डर्टमन्ड, जुभेन्टस, पीएसजी जस्तो टिमले पनि मेस्सीले भन्दा कम गोल गरेका थिए त्यो क्यालेन्डर इयरमा। क्यान यु इमेजिन हाउ ग्रेट मेस्सी वाज द्याट इयर? सरप्राइजिङ कुरो त के छ भने त्यो वर्ष जस्ट मेस्सीले एक म्याच मिस गरेका थिए, त्यो पनि ड्यू टु इन्जुरी। दिस इज इनह्युमन। ही वाज स्कोरिङ एभ्री 66 मिनट 1.33 को एभरेज थियो गोल पर 90। ही वाज स्कोरिङ क्रेजी साथीहरू। ही स्कोर मोर गोल देन पीएसजी, डर्टमन्ड, मैनचेस्टर युनाइटेड अलोन त्यो पुरै वर्षमा, जहाँ चाहिँ मेजोरिटी प्लेयरलाई 91 गोल गर्नको लागि 4 अथवा 5 वर्ष लाग्ने गर्छ, जहाँ चाहिँ ही स्कोर 79 गोल्स फर एफसी बार्सिलोना, 12 गोल्स फर अर्जेन्टिना इन्क्लुडिङ ह्याट्रिक अगेन्स्ट ब्राजिल, जुन चाहिँ 4 डिकेडमा कुनै पनि प्लेयरले गर्न सकेको थिएन। 5 गोल्स अगेन्स्ट बायर लेभरकुसन इन च्याम्पियन्स लिग, त्योभन्दा अगाडि कुनै पनि प्लेयरले 5 गोल हानेको थिएन च्याम्पियन्स लिगको सिंगल गेममा। 2 गोल इन क्लासिको, गेम विनिङ गोल। मेस्सीको 45% गोल केम इन लास्ट 15 मिनट अफ द गेम, 9 ह्याट्रिक्स, 7 फ्री किक्स। आई नो साथीहरू, दिस इज नट अ नर्मल पर्सन क्यान डू। त्यो सिजन चाहिँ नोबडी क्याच हिम, नोबडी इभन क्लोज। हाउ टेरिफिक ही वाज द्याट सिजन। Messi again, Messi with the shot. र यो ग्रेटेस्ट क्यालेन्डर इयरको सुरुवात हुन्छ 4 जनवरी 2012। تشافي يعيد كرة للوراء، ترجع إلى بيكيه، رأسية ممتازة. ميسي بالرأس، ميسي بالرأس يسجل، لم يسجل بالقدم، سجل بالرأس، وهذا أحد الأهداف النادرة. وكما قلت هي जहाँ चाहिँ बार्सिलोनाले ओसासुनालाई 4-0 ले हराउँछ, जहाँ चाहिँ मेस्सीले 2 गोल गर्छन्, र त्यसको 3 दिन पछाडि चाहिँ मेस्सीले आफ्नो 3rd कन्सिक्युटिभ ब्यालन डोर जित्छन्। र त्यहाँबाट नै मेस्सीको हङ्गर झन बढेर जान्छ। फलोइङ गेम अगेन्स्ट बेटिस ही स्कोर ट्वाइस, र त्यसको नेक्स्ट गेममा चाहिँ मेस्सीले आफ्नो पहिलो ह्याट्रिक हान्छन् आउट अफ 9। र यहाँबाट नै सुरुवात हुन्छ ग्रेटेस्ट क्यालेन्डर इयरको, जहाँ चाहिँ मेस्सीले सरपास गर्छन् लेजेन्डरी प्लेयर जर्ड मुलरको रेकर्ड, जहाँ चाहिँ उनले 65 म्याचेसमा 80 गोल गरेका थिए। र यो रेकर्ड चाहिँ आफ्टर 40 इयर्स पछि लियोनल मेस्सीले ब्रेक गरेका थिए। सुन्दा पनि अनबिलिएबल लाग्छ। र त्यो सिजन मेस्सीले 91 गोल्स मात्र होइन 24 असिस्ट पनि प्रोभाइड गरेका थिए, जुन चाहिँ एक इन्सेन नम्बर हो। Drops his shoulder and then he accelerates past another one and then he whips it in through the leg. र 2012 को त्यो क्यालेन्डर इयरमा चाहिँ मेस्सीले 115 गोलको कन्ट्रिब्युसन दिएका थिए क्लब र कन्ट्रीको लागि। त्यो इयरमा चाहिँ मेस्सीले च्याम्पियन्स लिगको गोल्डन बुट समेत जितेका थिए, जहाँ चाहिँ उनले 13 गोल हानेका थिए विथआउट अ मिसिङ अ सिंगल म्याच। र त्यो इयरसँगै मेस्सीले चाहिँ एउटा रेकर्ड सेट गरेका थिए 91 गोल इन अ क्यालेन्डर इयर, जुन चाहिँ आई थिङ्क ब्रेक गर्न निकै नै कठिन छ। व्हाट डु यु थिङ्क अबाउट दिस रेकर्ड? प्लिज लेट मी नो इन द कमेन्ट। र यो भिडियो चाहिँ कस्तो लाग्यो? राम्रो लागेमा च्यानललाई सब्स्क्राइब गरिदिनु होला।
Thank you for watching the video.